नमस्कार एभ्रिवान, वेलकम टु माई भ्लग। आज पनि मैले हजुरहरुमाझ अर्को भ्लग लिएर आएकी छु। अहिले यहाँ विन्टर छ। विन्टरमा एकदमै चिसो हुने कारणले यो रुखको पातहरु सबै झरेर यस्तो देखिन्छ। अहिले म साउथ ह्यारोको एलेक्जेन्डर पार्कमा जाँदै छु। त्यहाँको दृश्यहरु हजुरहरुलाई म देखाउँदै छु है त। विन्टरको चिसोले गर्दा यो रुखको पातहरु सबै झरेर यस्तो देखिन्छ। समर चाहिँ लाग्दैछ। समर लाग्दै गर्दा पार्कमा एकदमै राम्रो फूलहरु फुल्न थालेको हुन्छ। ल पार्क इन्ट्री भए। अब पार्कमा फूलहरु पनि फुल्न थाल्दै रहेछ। समर लाग्दैछ नि त। अब समर लाग्दै गर्दा रुखका मुनाहरु पनि पलाउँदैछन्, फूलहरु पनि फुल्दैछन्। एकदमै रमाइलो देखिन्छ पार्क। बेला बेला म पार्क आउँछु, एकदमै आनन्द आउँछ, शान्त वातावरण हुन्छ। यहाँको चराचुरुङ्गीहरुको आवाज सुन्दा अनि हरियालीहरु देख्दा एकदमै शान्त हुन्छ। त्यही भएर म पार्क आउँछु। आज म हजुरहरुलाई पार्कको दृश्य देखाउँदै छु है त। कति राम्रो फुलेको। यो फुलले गर्दा पार्कलाई नै कति सुहाएको जस्तो फिल हुने। हेर्नु न कति राम्रो के। अरु फूलहरु पनि फुलिरहेको देखेको थिए। म हजुरहरुलाई देखाउँछु। यो चाहिँ विन्टरको चिसोमा पनि यसको पातहरु चाहिँ नझर्ने रहेछ। कुनै कुनै रुखहरु चाहिँ विन्टरको चिसो खेप्न नसकेर यसरी सबै पातहरु झरेर यस्तै देखिन्छ। तर समर लाग्दैछ। यो समर लाग्दै गर्दाखेरि रुखका मुनाहरु पनि पलाउँदैछ। पलाइसकेपछि चाहिँ धेरै राम्रो देखिन्छ, हरियाली देखिन्छ। यो चाहिँ पलाउँदै रहेछ, अझै पलाइसकेको छैन। कस्तो राम्रो देखिन्छ। म हजुरहरुलाई पछि सबै रुखहरुको मुना पलाइसकेपछि एकदमै हरियाली भएपछि को भिडियो पनि देखाउँछु। यस्तै छ पार्क। अब कुनै कुनै फूलहरु फुल्दैछन्, कुनै रुखहरुको मुना पलाउँदैछ, यस्तै देखिन्छ। यो चाहिँ जस्तो चिसोमा पनि यस्तै हरियै हुन्छ। विन्टरमा होस्, समरमा होस्, जतिखेर पनि यस्तै हरियो देखिन्छ। कति राम्रो देखिन्छ। चिसो पनि एकदमै खेप्न सक्ने रहेछ यसले चाहिँ। त्यही भएर पात पनि झर्दैन। जतिखेर पनि हरियै मात्रै देखिन्छ। यहाँ चाहिँ कोपिला मात्रै लाग्दै रहेछ। फुलेपछि चाहिँ धेरै राम्रो देखिन्छ। यो अर्को फुल हेर्नु न कस्तो राम्रो नि, व्हाइट कलरको कति राम्रो फुलेको। यसलाई म तपाईहरुलाई पुरै देखाउँछु। हेर्नु त कति राम्रो देखिएको। यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो फुलेको व्हाइट कलरमा। मेरो फेभरेट कलर व्हाइट हो। व्हाइट कलरको फुलहरु चाहिँ मलाई धेरै मन पर्छ। यहाँको घरहरु चाहिँ एउटै लेभलमा बनेको हुन्छ। सबैभन्दा राम्रो लाग्छ मलाई यो चाहिँ। यो रुखको फेदमा नेउरी मुसा रहेछ। हामी चाहिँ नेपालमा नेउरी मुसा भनेर भन्थ्यौं। यो नजिक नजिक आउँछ, डराउँदैन पनि। यहाँ आउनेहरुले चाहिँ खानेकुरा दिँदा रहेछन्। त्यही भएर मान्छेको नजिक नजिक आउने गर्दो रहेछ। यो रुखमा चाहिँ पातै नभए पनि कस्तो राम्रो देखिएको नि। हाँगाहरु राम्रो देखिएको छ। यो चाहिँ कहिल्यै नमर्ने रहेछ। पात पनि झर्दैन। राम्रो छ, हरियो। यहाँ पनि राम्रो फुलेको रहेछ। यो चाहिँ सदाबहार यस्तै हुन्छ, हरियो हुन्छ। विन्टरमा पनि यसको पातहरु झर्दैन। वाउ, यो चाहिँ अर्कै साइडमा फुलेको रहेछ। अघिको साइडमा चाहिँ फुलेको थिएन। यो किसिमको रुखलाई चाहिँ विन्टरले पनि असर नपर्ने हुँदा राम्रो देखिन्छ। अर्को चाहिँ विन्टरमा यस्तै हुन्छ, पातहरु सबै झरेर हाँगाहरु मात्रै देखिन्छ। अघि मैले व्हाइट कलरको फुललाई नजिकबाट मात्रै देखाएको थिएँ नि त। अहिले म तपाईहरुलाई पुरै देखाउँछु। हेर्नु त कति राम्रो के। फेरि यो चाहिँ येल्लो कलरको। यसमा चाहिँ धेरै रहेन रहेछ। धेरै भएको भए भिडियोमा पनि राम्रो देखिन्थ्यो। यो चाहिँ अर्कै खालको येल्लो कलरको। कस्तो राम्रो देखिएको है। यहाँ पनि कस्तो राम्रो फुलेको, राम्रो देखिएको छ। मैले यहाँबाट चाहिँ पुरै पार्क देखाएकी छु। मलाई विन्टरको टाइममा पार्क आएर
भ्लग बनाउन धेरै मन लागिरहेको थियो। आज मैले बनाएँ र हजुरहरूमाझ पनि सेयर गरेँ। अहिले चाहिँ म घर जाँदैछु। बाटोमा एकदमै राम्रो फुल फुलेको रहेछ। मैले भिडियो बनाएँ। मेरो भ्लग कस्तो लाग्यो लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला। मेरो भ्लग हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। फेरि पनि म अर्को भ्लग लिएर आउनेछु। नमस्ते।